जापानमाथि नेपालको जित, सुपर 6मा 2 अंक जोडियो। आईसीसी टी20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई 5 विकेटले हराएको हो। जापानले दिएको 132 रनको लक्ष्य नेपालले 2 ओभर बाँकी छँदा 5 विकेटको क्षतिमा भेटायो। आसिफ शेखले सर्वाधिक 38 रन बनाए। गुलशन झा 28 तथा दिपेन सिंह ऐरी 14 रनमा अभिजित रहे। कुशल भुर्तेलले 21 तथा कप्तान रोहित पौडेलले 18 रन बनाए। 90 रनमा 5 विकेट गुमाएर नेपालको इनिङ केही बेर धर्मराए पनि गुलशन र दिपेन्द्रले संयमित ब्याटिङ गर्दै जित दिलाए। जापानका सोमा एस्लेटरले 4 ओभरमा 22 रन दिएर 2 विकेट लिए। साकुरानो थोमस, साबोरिस रविचन्द्रन र डेक्लान सुजुकीले 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जापानले 20 ओभरमा 8 विकेट गुमाएर 131 रन बनाएको थियो। जापानका लागि कप्तान केन्डल काबोडीबाकीले सर्वाधिक 60 रन बनाए। 11 रनमा पहिलो विकेट गुमाएपछि उनले इसार रहमानसँग मिलेर दोस्रो विकेटका लागि 86 रनको साझेदारी गरेका थिए। रहमानले 31 रन बनाएर आउट भए। त्यसको 4 बलपछि कप्तान फ्लेमिङ पनि आउट भए। जति बेला जापानको स्कोर 99 रनमा 3 विकेट थियो, त्यहाँबाट नेपालले नियमित अन्तरालमा विकेट लिएपछि जापान 18औं ओभरमा 111 रनमा 6 विकेटको अवस्थामा पुगेको थियो। बेन्जामिन इटो डेभिसले अन्त्यतिर 17 रन बनाए। नेपालका लागि गुलशन झाले 4 ओभरमा 20 रन दिएर 2 विकेट लिए। सन्दीप लामिछानेले 4 ओभरमा 25 रन दिएर 2 विकेट लिए। सोमपाल कामी र नन्दन यादवले 1-1 विकेट लिए। नेपालले जापानलाई हराएसँगै सुपर 6मा 2 अंकका साथ सुरुवात गर्ने भएको छ। दुवै टोली यसअघि नै सुपर 6मा पुगिसकेका छन्।